हेलो गाइज ल आज चाहिँ टक्क यो लोकल कुखुराको मासु खान मन लागेर लोकल कुखुरा लिएर आएको होइन पुरै होल लोकल कुखुरा लिएर आएको। अनि त्यसपछि काटकुट पारेर ल अनि त्यसपछि कुकरमा बसालियो काटेर यसको टक्क झोल खान मन लागेर कति बोइलर मात्रै खानु भनेर कहिलेकाहीँ यस्तो ल्याएर लोकल कुखुरा खान मन लागेर ल्याएको। त्यसपछि प्रेसर कुकरमा हाल्ने, त्यसपछि मर मसला हाल्ने, सुरुमा पिरो हालियो होइन, बेसार हालियो, त्यसपछि अब बिस्तारै भुट्ने, मजाले एकछिन भुटेर रातो हुने गरेर भुट्ने, स्वादअनुसार नुन बेसार अब मर मसला ड्याङडुङ हाल्ने, मजाले चलाउने। अनि त्यसपछि त यसको चाहिँ झोल खानु मन लागेर हेर्नु त रातो रातो भयो होइन। अनि त्यसपछि मासु खानु त खासै मासु देखेको छैन, तर यसमा झोल खानु चाहिँ मिठो भएको थियो साथीहरू। यसरी टक्क मजाले भुट्ने अनि त्यसपछि झोल खाइयो।